यहाँदेखि यहाँसम्मको जर्नी। हेलो एभ्रिवान, म सागर छेत्री। आई एम अ पेन्टर एन्ड क्रिएटिभ आर्टिस्ट फ्रम नेपाल। आज फर्स्ट टाइम म यहाँहरूलाई मेरो आर्ट जर्नीको बारेमा सेयर गर्न गइरहेको छु एज एन आर्टिस्ट। मेरो आर्ट जर्नी चाहिँ सानै बेलादेखि सुरु भएको हो, सिम्पल ड्रइङहरूबाट। अनि स्कुलमा पनि रेगुलर बेसिसमा चाहिँ बेसिक स्केचहरू ड्रइङहरू चाहिँ गराएर बसिरहेको हुन्थेँ। तर त्यो बेला चाहिँ थाहा भएन यो मेरो लाइफको चाहिँ एकदमै मेन पार्ट बनेर आउँछ भनेर है। अनि बिस्तारै मेरो यो ड्रइङ हबीबाट प्यासनमा कन्भर्ट भयो। अनि मैले बिस्तारै डिफ्रेन्ट पेन्टिङ्सहरू, कलरहरू, अनि त्यसपछि टेक्निक्सहरूमा चाहिँ एक्सपेरिमेन्ट गर्न थालेँ। अनि बिस्तारै बिस्तारै इम्प्रुभ माइसेल्फ होइन। अनि के भयो भने त्यो बेलाको एक्सपिरियन्समा चाहिँ आर्टिस्टको लाइफ चाहिँ कस्तो गाह्रो कि ठ्याक्कै कहिले पेन्टिङ चाहिँ राम्रो बनिन्छ होइन, कहिले बिग्रिन्छ भने। जति धेरै मिस्टेक्सहरू आउँछ त्यति नै धेरै कुराहरू चाहिँ त्यसमा सिक्न पाइँदो रहेछ क्या।